सबैलाई जेमसी एकदमै सुन्दर समय रहेको छ। समयको कारणले हामी झगडा धेरै गर्यौँ। सुरुमा एक गीत गर्छ भन्दै अझै धेरै गीत गर्न मागेको थियो। माफ गर्नुहोला। बाइबल पढ्नेछौँ। रोमी 6 अध्यायको वचन हो। माफ गर्नुहोला। रोमी 6 अध्यायको 12 पददेखि हामी पढ्नेछौँ। रोमी 6 अध्यायको 12 पद म पढ्न गइरहेको छु। यसकारण शरीरको अभिलाषा अनुसार चल्नु नपरोस् भने तिमीहरूका मरणशील शरीरमा पापलाई राजा गर्न नदेऊ। आफ्ना शरीरका अङ्गहरू दुष्टको साधनको रूपमा पाप गर्नलाई समर्पण नगर, तर मृत्युबाट जीवनमा ल्याएका मानिसहरू जस्तै आफैले परमेश्वरका दिइहाल र शरीरका अङ्गहरूलाई धार्मिकताका साधन जस्तै परमेश्वरका समर्पण गर। किनकि पापले तिमीहरूमाथि राजा गर्ने छैन, किनकि तिमीहरू व्यवस्थाको अधीनमा छैनौ तर अनुग्रहको अधीनमा छौ। अब के हामी व्यवस्थाको अधीनमा छैनौँ तर अनुग्रहको अधीनमा छौँ भनेर पाप गर्ने त कदापि होइन। के तिमीहरू जान्दैनौ, आज्ञाकारी कमाराको रूपमा आफैलाई जसका समर्पण गर्यौँ, जसको आज्ञा तिमी पालन गर्छौ, त्यसको कमारा पनि हुन्छौ। कि त मृत्यु अनुसार लाने पापको कमारा अथवा धार्मिकतातिर लाने आज्ञाकारिताको। तर परमेश्वरलाई धन्यवाद होस् कि तिमीहरू जो एकपल्ट पापका कमरा थियौ, अब जुन शिक्षाको नमुनामा तिमीहरू सुम्पिएका थियौ त्यो हृदयले पालन गर्ने भएका छौ। तिमीहरू पापबाट मुक्त गराइएर धार्मिकताका कमरा बनेका छौ। तिमीहरूमा रहेको मानवीय कमजोरीको कारणले म तिमीहरूले बुझ्न सकिने भाषामा बोलिरहेको छु। किनकि जसरी तिमीहरूले एकपल्ट आफ्ना अङ्गहरूलाई अशुद्धता र झन्झन बढी अपराधका निम्ति समर्पण गर्यो, अब त्यसै नै पवित्रकरणको निम्ति आफ्ना अङ्गहरूलाई धार्मिकताको निम्ति समर्पण गर। तिमीहरू पापका कमरा भएको बेलामा चाहिँ धार्मिकताको लेखी स्वतन्त्र थियो। अब जुन कुराहरूमा तिमीहरू अहिले शर्माउँछौ, सो कुराहरूबाट तिमीहरूले के प्रतिफल पायौ, ती कुराहरूको अन्त्य चाहिँ मृत्यु हो। तर अब तिमीहरू पापबाट मुक्त भए परमेश्वरका कमरा भएका छौ अनि तिमीहरूलाई पाउने प्रतिफल चाहिँ पवित्रकरण हो र जसको अन्त्य चाहिँ अनन्त जीवन। किनकि पापको चलन मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो। यहाँसम्म हामी पढेका छौँ। सबैलाई जय मसीह। हामी आइतबार हुने भने मण्डलीमा आएर बाइबलबाट वचन सुन्छौँ अनि पास्टरले बाइबलको वचन तयार गरेर कसरी सुनाउँछ सोध्छ नि। सबैभन्दा महत्त्वको कुरा चाहिँ हाम्रो मन पापबाट दोहोरिने हो कि पवित्र आत्मा मार्फत दोहोरिने हो, त्यो एकदमै महत्त्वको कुरा हो। यदि यहाँहरूको जीवनमा यस्तो मन परमेश्वरको वचन अथवा पवित्र जीवनको दोहोऱ्याइलिने हो भने येशू ख्रीष्टसँग भएको मन जस्तै पवित्र अनि आशिषित जीवन जिउन सकिन्छ। तर समस्या के हो भने साँच्चै धेरै मान्छेहरू जीवन जिउँदै गर्दाखेरि आफ्नो विचारबाट दोहोरिएर, पापबाट दोहोरिएर, परीक्षाहरूबाट दोहोरिएर एकैछिनमा चाहिँ जीवनमा एकदमै ठुलो लाज हुने, बर्बाद हुने मौकाहरू हुन्छ। सरल गरेर भन्नुपर्दाखेरि पाप नगर्ने मान्छे कोही छैन। हामीले पाप गरेको कारणले येशूले हामीलाई पापबाट छुटकारा गर्न यो संसारमा आएर क्रुसमा टाँगेर मर्नु हुँदै हाम्रो पापको सट्टा क्रुसमा मर्नु भएर हामीलाई पापबाट उद्धार गरिदिनु भयो। हामी पापमा डुबेर येशू मार्फत पाप प्रायश्चित पाए पछाडि फेरि पापमा डुब्नु हुँदैन, तर एकदमै दुःख गरेर पाप चाहिँ हाम्रो मनमा आएर हामीभित्र काम गरेर धेरै मानिसहरूले यसोलाई विश्वास गर्छु भन्दै पनि पापमा डुब्ने अथवा पापको साथ दिने अथवा पापी जीवन जिउने मान्छेहरू एकदमै धेरै छन्। यो समस्या कसरी बताउनुपर्छ भने यतिकै हामीले यो संसारमा जन्मेर जिउँदै गर्दाखेरि पाप गर्नलाई योजना नगरे पनि पापमा डुब्ने अनि पाप गर्ने अनि दुष्टतामा डुब्ने त्यस्तो मौकाहरू एकदमै धेरै छ।
तर हामीले येशू ख्रीष्टलाई विश्वास गरे पछाडि के गर्नुपर्छ भन्ने एकदमै महत्त्व चाहिँ येशूले हामीले गरेको पापको लागि क्रुसमा टाँगेर मर्नु चाहिँ हाम्रो पाप प्रायश्चित गर्नुभयो हो नि। त्यसो भने यदि येशू क्रुसमा टाँगेर मर्नुभयो र हाम्रो पाप धोएर धन्यवादी छौँ, तर फेरि येशू क्रुसमा टाँगेर मर्ने गरी मर्न दिनुपर्ने हो र होइन नि? होइन नि। हामीले पाप गर्ने हो नि कसले पापको जिम्मा दिन्छ? येशूले जिम्मा लिनुहुन्छ नि। त्यसैले हामीले पाप गर्दाखेरि येशू क्रुसमा टाँगेर हाम्रो पाप प्रायश्चित गरिदिनु भएको कारणले अब हामीले पाप नगरिकन येशूले अझै पनि त्यो क्रुसको दुःख दिनुहुन्न भन्ने त्यस्तो विचार छ नि। तर हाम्रो जीवनमा हामीले नजानिकन पापमा डुब्ने गर्छौँ। कुनै मान्छेले पाप गरेर पनि पाप भए थाहा नभइकन यति त मैले यसैलाई विश्वास गर्छु तर म पनि मान्छे हो केही गर्न सक्दिनँ नि भन्ने यस्तो मान्छे धेरै छ। तर स्पष्ट गरेर जान्ने हो नि येशूले मेरो लागि क्रुसमा टाँगेर मर्नुभएको कुरा जान्ने हो नि यहाँहरूले पाप नगर्नलाई प्रयास गर्ने मन लिनुपर्छ भनेको बुझ्नुभयो? यहाँहरूले पाप नगर्नलाई मैले पाप गर्नुहुन्न मैले पाप गर्दिनँ भन्दैमा हुने होइन। पाप नगर्नलाई मेहनत गरे पनि पाप गरेको अनुभव एकचोटि दुईचोटि होइन नि, विशेष गरी बोल्दै गर्दाखेरि पाप निस्किहाल्छ हो कि होइन? हामीले हेर्दाखेरि साँच्चै विश्वासी हो तर परमेश्वरले येशूलाई हेर्दाखेरि हामीले गरेको सबै पापको जिम्मा लिएर सजाय लिएर क्रुसमा टाँगिनु भएको थियो। क्रुसमा टाँगिनु भएको चाहिँ हाम्रो पापको सट्टा क्रुसमा टाँगिनु भएको थियो। है त्यसरी सिद्धिनु पर्ने हो तर हामीले फेरि पाप गर्छौँ। त्यसैले हामीले प्रभुको सामु चाहिँ लाजलाग्दो मानिसहरू हुन्छौँ। त्यसैले यहाँहरू यस्तो विषयहरू बाइबलले चाहिँ हामीलाई कुरा गरिरहेको छ। रोमी 7:1 भाइ हो के तिमीहरू जान्दैनौ म व्यवस्था जान्नेहरूसँग बोलिरहेछु कि मानिसको जीवनकालसम्म मात्र व्यवस्था लागू रहन्छ। म जीवित हुन्जेलसम्म चाहिँ व्यवस्थामा दोहोरिन सक्छ भनेको हो। पापबाट छुटकारा हुनुपर्छ। त्यसो भने अब सबैभन्दा महत्त्वको कुरा के हो भने येशूको मन अनि हाम्रो मन एकता हुने हो। बुझ्नुभयो? त्यसो भने यहाँहरूले बाइबल राम्रोसँग पढ्नुहुन्छ भने येशूले हाम्रो पापको लागि क्रुसमा टाँगेर मर्नुभएको कुरा पनि बुझिन्छ हो नि? हो नि? किन मर्नुभयो? हाम्रो पापको लागि मर्नुभएको हो। यहाँहरूले येशूलाई मेरो पापको लागि एकचोटि मर्न दिनुपर्ने अनि त्यस पछाडिदेखि मर्न दिनुहुन्न भनेर सोच्नुहुन्छ। पाप नगर्न खोजे पनि म पनि नजान्ने गरी पाप गरिन्छ त्यसरी भन्दा हुन्छ? यहाँहरू त्यस्तो हुनुहुन्छ? त्यसो भने के गर्नुपर्छ? मैले क्रुसमा टाँगेर पाप धोइसकेँ तर फेरि क्रुसमा टाँगेर मर्नु पर्दाखेरि त्यो राम्रो छ र? त्यो त होइन। बुझ्नुभयो? त्यसैले मान्छेहरू फेरि पाप गर्नु चाहिँ साधारण कुरा त होइन तर मान्छेले पाप गर्नुपर्ने हो भनेर सोच्छ अनि त्यसरी विश्वास जीवन सोच्छ। विश्वास जीवन जिउँछ तर मैले पाप एकचोटि गर्ने दुईचोटि गर्ने तीनचोटि गर्ने भने मेरो विवेकमा चाहिँ धेरै घोचिन्छ। यसैले मेरो पापको लागि क्रुसमा टाँगेर मर्नुभयो तर मैले फेरि पाप गर्ने भने के गर्ने? त्यस्तो बनाउँछ।
हाम्रो मन चाहिँ पाप बारेमा टाढा हुनुपर्ने हो। बुझ्नुभयो? प्राय मान्छेहरू चाहिँ यहाँहरू सोच्नु होला, यहाँहरूले पाप गर्नुभयो अनि त्यो पापको लागि यसोले क्रुसमा टाँगेर मर्नुभयो, त्यस पछाडि फेरि पाप गर्नुभयो र यसो फेरि क्रुसमा टाँगेर मर्नुहुने, फेरि पाप गर्नुहुने, यसो क्रुसमा टाँगेर मर्नुहुने, त्यसो भने पाप धोइन सकिन्छ र? सकिँदैन। यसो क्रुसमा टाँगेर मर्नुभएको हेर्नु भएन नि? तर यहाँहरूले बाइबल पढेर जानेको नि हो त्यसरी पाप प्रायश्चित भयो भनेर त्यसरी सोच्छ। महत्त्व कुरा, हामी पापबाट छुटकारा हुने जीवन जिउनुपर्छ। मैले अलिकति बाइबलमा स्पष्टसँग पढ्दाखेरि पाप बारेमा कुराहरू धेरै छ। रोमी 8 अध्यायमा हेर्दा 8 अध्यायको 10 पदमा यदि ख्रिस्ट तिमीहरूमा हुनुहुन्छ भने पापको कारणले तिमीहरूका शरीर मरेको भए तापनि तिमीहरूका आत्मा धार्मिकताको कारणले जिउँदो हुन्छन्। तर यदि ख्रिस्टले मरेकोबाट जीवित पार्नुहुनेको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने ख्रिस्टले मरेकोबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा बास गर्नुहुने उहाँको आत्माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनुहुन्छ। यहाँ मरेको चाहिँ हामीले पाप प्रायश्चित पायौँ भनेर जिउँछौँ, तर यसो हामीसँग साथ दिँदै हुनुहुन्छ हो नि? त्यसैले यहाँहरू चाहिँ मैले गरेको पापको कारणले चाहिँ यसोले दुःख पाउनुहुन्न नि? मेरो पापबाट छुटकारा हुनलाई मैले मेहनत नगरे पनि यो न्याय मार्फत यसो क्रुसमा टाँगेर मर्नुभयो भनेर सोच्दै पापबाट हाम्रो मन टाढा पार्ने मन महत्त्व छ। बुझ्नुभयो? त्यसैले यहाँहरू हामीले सोच्दाखेरि राम्रो लुगा पनि किन्न चाहन्छौँ, जुत्ता पनि किन्न चाहन्छौँ, केही पनि किन्न चाहन्छौँ अनि पैसा छ भने त्यसै चलाउन चाहन्छौँ, तर पैसाको कमी भयो भने अरू उपायहरू चलाउँछौँ नि। तर हाम्रो जीवनमा यसोले सम्मान गर्ने त्यस्तो अमूल्य मन छ भने यसोको मृत्युबारेमा सोच्छौँ भने हाम्रो मन चाहिँ पापबाट टाढा हुनसक्छ। यहाँहरूमध्ये चाहिँ यसोले विश्वास गरे पछाडिदेखि पाप गर्ने मान्छेहरू धेरै छ। यसोले हाम्रो पापको लागि मर्नुभएको सत्य भएको कारणले हाम्रो पाप प्रायश्चित हुने त सत्य हो, तर हाम्रो पापको कारणले यसोले दुःख पाउनुहुन्न। हामी पापमा डुब्नुहुन्न भन्ने त्यस्तो मन लिनु राम्रो हुन्छ। बुझ्नुभयो? मैले केही गर्न सक्दिनँ, मैले झुटो पनि बोलिहाल्छु भन्ने त्यस्तो व्यक्तिहरू धेरै हुनुहुन्छ। तर हामीले ख्रिस्ट येशूलाई नजिक पार्ने भने जति नजिक पार्दै जान्छ हाम्रो जीवन पवित्र हुन्छ। आमिन भन्न सक्नुहुन्छ? आमिन भन्न सक्नुहुन्छ? त्यसैले यहाँहरूको जीवन विगतमा चाहिँ पापको कारणले खाने पिउने गर्नुहुन्थ्यो, तर पापबाट थोरै थोरै टाढा हुने हो नि। गाह्रो जस्तो पनि लाग्छ, तर मनमा धन्यवादी मनहरू अथवा खुसी मनहरू आउँछ भनेको। त्यसैले यहाँहरू अझै गहिरोसँग सोच्नुहुन्छ भने पाप गर्ने केसमा चाहिँ मैले पाप गर्न मन लागेर पाप गर्ने होइन। राम्रोसँग सोच्न सक्दैन भने यो पाप मैले केही गर्न सक्दिनँ नि भन्ने त्यस्तो मान्छेहरू धेरै छ। मेरो मन क्रुसमा टाँगेर मरेको यसो बारेमा सोच्दै त्यो यसोको अनुग्रहमा हुँदाखेरि साँच्चै पाप गर्न चाहेको त्यस्तो मन आउँछ र? आउँदैन। यहाँहरूले त्यस्तो जीवन जिउँदै असल जीवन पवित्र जीवन जिउँदै यहाँहरू यसोसँग नजिक भएर त्यसोको काम चाहिँ यहाँहरूबाट प्रकट भएर पवित्र
अनि उज्यालो जीवन जिउनका निम्ति हाम्रो मन येशूको मनसँग नजिक हुनुपर्छ भनेको बुझ्नुभयो। त्यसैले यहाँहरू हामीले यसैले विश्वास गरे पछाडि पाप गर्ने भने मैले पाप गर्न चाहेको थिएन तर फेरि पाप गरिहालेँ, अर्को पालि फेरि पाप गर्दिनँ भन्दै पनि हामी मानिसहरू लगातार पापबाट नजिक हुने अनि पाप गर्ने त्यस्तो केसहरू एकदमै धेरै हुन्छ। बुझ्नुभयो। सबैभन्दा महत्त्वको कुरा चाहिँ यहाँहरूलाई पापबाट छुटकारा गर्न सक्ने शक्ति चाहिँ येशू ख्रीष्टसँग छ भनेको। के गर्नुपर्छ भने येशूलाई मेरो मनमा नजिक राख्नुपर्छ। आमेन भन्नुहोला। यहाँहरू येशूलाई यहाँहरूको मनमा नजिक राख्न सबैभन्दा राम्रो कुरा चाहिँ आइतबारको सङ्गति आउनु राम्रो छ नि। त्यस पछाडि फेरि आइतबार बेलुका पनि आउनु पनि राम्रो छ, बुधबार बेलुका पनि राम्रो छ, अनि बाइबल पढ्ने पनि राम्रो छ। त्यसैले मेरो मनमा झन् वचनसँग नजिक हुने हो भने चर्चमा आउने पनि खुसी हुन्छ। त्यस पछाडि मण्डलीमा आएर वचन अनुग्रहपूर्णको हुन्छ। त्यसैले मेरो मनमा खुसीसँग ठाउँ लिँदै जाने हो भने यहाँहरूको जीवन झन् पापबाट टाढा हुन सक्छ। त्यस सट्टा परमेश्वरले मलाई दिनुहुने अनुग्रह सम्झिने समयहरू धेरै हुन्छ। मैले चाहिँ स्पष्टसँग याद आउँदैन। पाप प्रेसिट पाएको चाहिँ लगभग 10 वर्ष जति हो जस्तो लाग्छ। सानैदेखि चर्चमा जाने गर्थेँ, जेसमिसेको सङ्गतिमा पनि जाने गर्थेँ, लगातार पाप पनि गर्ने अनि अर्काको हलुवा पनि खाने, स्याउ पनि टिपेर खाने गर्थ्यो। मेरो मनमा दुःख थियो। मैले नगर्नलाई मिहिनेत गरेँ पनि मेरो इच्छाअनुसार नहुने अनि फेरि त्यस्तो दुष्ट पापहरू गर्दै गर्दा मेरो मनबाट बाइबल पढ्दै त्यस्तो मनहरू धेरै मरेको थियो। बाइबल साँच्चै धेरै पढ्ने गर्थेँ अनि परमेश्वरको वचनले मेरो मनमा ठाउँ लिने भने मेरो मनबाट त्यो वचनबाट चाहिँ परमेश्वरको बारेमा इमेजहरू बन्दै जान्छ नि। यहाँहरू एकदमै आशिषित जीवन जिउनुहुन्छ। आइतबार आएर आइतबारको सङ्गति दिँदै वचन सुनेर सम्झेर लगातार कल्पना गर्दै गर्दाखेरि यहाँहरूको मनमा दुष्ट आत्माले काम गर्ने समय छैन, पाप गर्ने समय हुँदैन, राम्रो हुन्छ। अनि फेरि घरमा गएर सुत्न अगाडि बाइबल कति पेज पढ्ने भने फेरि फरक हुन्छ। पास्टर भएको कारणले अरू कुरा थाहा छैन तर बाइबल पढ्ने चाहिँ धेरै पढेँ। उत्पत्ति, प्रस्थान, लेवी साथीहरूसँग धेरैचोटि पढेँ। हुन त त्यति बेला समय धेरै पनि लाग्ने गर्थ्यो तर रमाइलो मानेर पढेर फेरि कण्ठ गर्ने त्यसरी जिएको थिएँ। हाम्रो मनमा येशूको मन जति नजिक हुँदै जान्छ पापप्रति जान चाहेको त्यसो मन टाढा हुन्छ। येशूको मनसँग जति टाढा हुन्छ यहाँहरू पापसँग नजिक हुनुहुन्छ भन्ने कुरा जान्नुपर्छ। आइतबार मण्डलीमा आएर वचन सुन्दै गर्दाखेरि यहाँहरूको मनमा येशूको मन धेरै छ भने त्यति चाहिँ पापबाट टाढा हुन्छ। तर घरमा पनि कहिलेकाहीँ बाइबल बिहान अथवा बेलुका पढेर अथवा सुत्न अगाडि बाइबल अलिकति पढ्ने हो भने त्यो मन चाहिँ मेरो मनमा लगातार सम्झेको कारणले मेरो विचार चाहिँ पापबाट डोरिने विचारबाट धेरै छुटकारा हुन्छ अनि उज्यालो जिउन सक्छ भनेको बुझ्नुभयो। त्यसैले यहाँहरूले बाइबल पढ्नु भने येशूको बारेमा सम्झाउनुहुन्छ। मेरो लागि रगत बगाउनु भएको यसो बारेमा सम्झेर कति दुःख थियो होला। येशूलाई साँच्चै भोक लागेको बारेमा सोच्ने त्यसो भने तर यहाँहरूलाई भोको बस्ने
केसहरू छैन नि कोरियाको मान्छेहरूमध्ये भोको बस्ने मान्छेहरू छैन तर विदेशीहरू चाहिँ भोकाउने मान्छेहरू धेरै छ कोरियनहरूमध्ये प्रायः चाहिँ भोको बस्नुपर्ने मान्छेहरू छैन नि विशेष गरी आफैले उपवास बस्दैन भने चाहिँ भोको बस्न गाह्रो हुन्छ त्यो दिनसम्म हाम्रो जीवन चाहिँ यसोसँग अझै नजिक हुने अनि आज वचन पढेर वचन सुनेर चाहिँ यो बाइबल मेरो विचारमा याद भएर घरमा सम्झिँदै जाने त्यो समयभरिमा चाहिँ यहाँहरूको मन यसोसँग छ त्यसैले कहिले पाप नगरिकन दुष्ट कामहरू गर्दैन आइतबार आएर बाइबलको वचन पढेर सङ्गति अटेन्ड गरेर आइतबार आएर प्रार्थना गर्ने फर्किनेलाई पनि प्रार्थना गर्दा हाम्रो मन चाहिँ यसोसँग झन् नजिक हुँदै पापसँग म टाढा हुन्छ अनि भित्रको त्यस्तो अँध्यारो विचारहरू लालचको विचारहरू झुटो विचारहरू यस्तो कुराहरू मेरो मनमा ठाउँ लिने समय छैन अझै बाइबल पढ्दै कुरा गर्नेछौँ रोमी 9 अध्यायबाट हामी पढ्नेछौँ 9 अध्यायको 19 पदमा हेर्दाखेरि तब तिमी मलाई भन्नेछौ परमेश्वरले अझै किन दोष लगाउनुहुन्छ किनकि उहाँको इच्छालाई कसले विरोध गर्न सक्छ तर मानिस भएर परमेश्वरले जवाफ लाग्ने तिमीको हौ केन्ट हालेर बनाएको वस्तुले आफूले बनाउनेलाई मलाई किन यसो बनाएको भन्छ र के एउटै माटोको दिगौटे एउटा आधारको भाँडो र अर्को चाहिँ तुच्छ कामको लागि बनाउने माटो चाहिँ कुमारलेको अधिकार छैन र यदि परमेश्वरले आफ्नो क्रोध प्रकट गर्न र आफ्नो शक्ति प्रदर्शन गर्नलाई विनाशको लागि तयार पारिएको क्रोधका पात्रहरूलाई अत्यन्त धैर्यसाथ सहनु भएको छ भने के भयो त यदि महिमाको निम्ति अघिबाटै तयार पार्नुभएको उहाँका कृपा पात्रहरूलाई आफ्नो महिमाको सम्पत्ति प्रकट गर्नलाई उहाँले यस्तो गर्नुभयो यो बाइबलको वचन अनुसार हामी पढ्दै हामीले जिउँदै मेरो मन चाहिँ शरीरमा भिजेको बेला चाहिँ लालचको मन पनि आउने पाप गर्न चाहेको मन पनि आउने झुटो मन पनि आउने दुष्ट मन पनि आउँछ तर हामीले बाइबलको वचन पढ्दै अध्ययन गर्दै त्यो वचन मेरो मनमा आएर यसरी क्रुसमा टाँगेर मर्नु भएर कति दुःख पाउनु भएको होला कति दुःख थियो होला त्यसरी सोच्ने हुने मैले पापमा डुब्न चाहेको त्यस्तो मन अलिकति गर्छ हो नि त्यसै गरी हाम्रो प्रभुले क्रुसमा टाँगेर जीवन जिउनु भएर अहिले चाहिँ हाम्रो मनभित्र प्रभुले जिएर काम गर्नुहुन्छ त्यसैले यहाँहरू यसैलाई विश्वास गर्ने त्यो विश्वास सिक्दै यसो क्रुसमा टाँगेर मेरो पापको लागि मर्नु भएर मेरो सबै पाप प्रायश्चित भयो भन्ने कुरा थाहा भएर मेरो पाप सबै प्रायश्चित भयो त्यसो भने म सफा भएँ भन्ने त्यो मन मात्रै लिने हो नि मन चाहिँ पापबाट टाढा हुन्छ नि हो नि तर त्यो बिर्सेर यो संसारमा जिउनु हुने फेरि पापबाट दोहोरिने त्यसो कमजोरीहरू धेरै छ महत्त्व कुरा चाहिँ आइतबार आएर हामीले सङ्गति दिँदाखेरि प्रार्थना गर्दै खराब कामहरू गर्न चाहेको मन आएको थियो र आउँदैन नि बाइबल पढ्दै चोरी गर्न जान्छु भन्ने त्यस्तो भनेको थियो र छैन नि पास्टरले वचन सुनाउँदै चाँडै वचन सुनाउन सिद्धाएर चाहिँ अर्काको खाना चोरेर खानुपर्छ भन्ने त्यस्तो सोच्दैन नि हो नि त्यस्तै गरी हामीले प्रभुभित्र रहने त्यो जीवन चाहिँ हाम्रो त्यो दुष्ट आत्मा चाहिँ मेरो मनमा काम गर्ने त्यो समय घटाइदिने काम हो त्यस पछाडि मेरो मनमा अझै प्रभुलाई प्रेम गर्ने हो नि म भित्र सरी चाहिँ पापमा डुब्न चाहे पनि यसोको आत्मा मेरो मनभित्र भएको कारणले पापबाट झन् टाढा हुने त्यस्तो अमूल्य जीवन जिउन दिनुहुन्छ बुझ्नुभयो त्यसरी गर्दै यहाँहरूको मन परमेश्वरको मनसँग
झन् झन् टाढा हुन्छ भनेको। मैले कुनै बाटो गए पनि कुनै कठिनाइ भोग्दाखेरि अथवा मेरो परिवारमा बच्चाहरू बिरामी हुँदा अथवा समस्या हुँदा परमेश्वरकहाँ गएर प्रार्थना गर्नुपर्छ नि हो नि। हुन त हस्पिटल लिएर जानु पनि सक्छ, तर पहिला परमेश्वरलाई प्रार्थना गरेर अनुग्रह माग्छौँ होला, त्यस्तो जीवन जति हुन्छ। यहाँहरू परमेश्वरसँग मनबाट नजिक हुने त्यस्तो जीवन जिउन सक्नुहुन्छ। यो कुरा अझै गर्न चाहन्छु। यहाँहरू हामीले मण्डलीमा जाँदै आएर वचन पढ्दाखेरि वचन सुन्दाखेरि चाँडै सिधाएर चोरी गर्नुपर्छ त्यस्तो मनाएको थिएन होला। मैले झुटो बोल्नुपर्छ त्यस्तो नगरिकन चाहिँ हाम्रो मन जति प्रभुसँग नजिक हुन्छ, यसोको मन मभित्र जीवित भएर काम गरेको कारणले त्यो पापको परीक्षा अथवा पापबाट डोरिने त्यो मौकाहरू झन्झन सम्भावना झन्झन कम हुन्छ। त्यसैले यहाँहरूको जीवनमा यहाँहरूले ठिक झेर परमेश्वरलाई प्रेम गर्ने त्यो मनाउने हो भने त्यो परमेश्वरको मन अनि हाम्रो मन नजिक हुन्छ। त्यसैले हामीले बाटोमा हिँड्दै पनि बाइबल पढ्ने बेला मनबाट कण्ठ गरेर बाटोमा कण्ठ गर्दै हिँड्ने हो भने एकदमै राम्रो हुन्छ। यहाँहरूको घरमा बच्चाहरूलाई बसाएर 30 मिनट मात्रै बाइबल पढ्दै बाइबलको कुराहरू बताइदिने भने बच्चाहरूलाई हुने आत्मिक प्रभाव पनि ठुलो हुन्छ, तर यहाँहरूको मनमा आउने आत्मिक प्रभाव पनि एकदमै ठुलो हुन्छ भनेको हो नि। हामीले चाहिँ अझै प्रभुको सामु नजिक जाउँ। त्यसैले सुत्ने बेला पनि प्रभुको बारेमा सोच्दै प्रार्थना गर्दै सुत्न सक्छ भने राम्रो छ। अनि बिहान उठ्ने भने प्रभुसँग प्रार्थना गर्ने भने मन नजिक हुन्छ। अनि खाना खाँदा पनि परमेश्वर धन्यवाद त्यसरी मात्रै गरे पनि परमेश्वरको नाम पुकार गर्ने भने नजिक हुन्छ। अरू साथी आएकोलाई यसोको परिचय दिने भने नजिक हुन्छ। त्यसरी गर्दै यहाँहरूको मनमा प्रभुले काम गर्ने मौका झन् धेरै हुन्छ। अनि यहाँहरू परमेश्वरसँग नजिक हुने अनि आशिषित जिउन सक्ने बाटो अझै धेरै बन्छ। बुझ्नुभयो? त्यसो भने परमेश्वरले कति खुसी मान्नुहुन्छ भने मैले तिमीसँग कुरा गर्न सक्ने उपाय धेरै छ भन्दै मेरो मनमा पनि मैले अलिकति चाँडै उठ्नुपर्छ। मैले हाम्रो विद्यालयमा कुनै विद्यार्थीले साथीहरूलाई प्रचार गर्नुपर्छ अनि अझै चाँडै उठ्ने भने परमेश्वरको प्रभाव अझै ठुलो हुन्छ होला। त्यसरी चाँडै उठेर परमेश्वरलाई प्रार्थना गरेर त्यसरी हाम्रो जीवन यसोको मनसँग परमेश्वरको मनसँग झन् नजिक हुन्छ। त्यसरी यहाँहरू पापबाट डोरिने अथवा अन्धकारबाट डोरिने कुरा एकदमै गर्छ। त्योभन्दा अझै राम्रो प्रभाव चाहिँ उपाय चाहिँ दिनभरि काम गरेर अलिकति थकाइ लाग्ने होला कुर्सीमा बसेर बाइबल एकचोटि पढ्नु होला। दिमाग एकदमै फ्रेस हुन्छ, सफा भएको जस्तो लाग्छ। परमेश्वर मसँग हुनुभएको जस्तो लाग्छ, यसैले मलाई सुरक्षा गर्नुहुने जस्तो लाग्छ। त्यस्तो मनाउँछ, एकदमै खुसी हुन्छ। त्यसैले मैले बाटोमा हिँड्दै बाइबल कण्ठ गर्दै हिँड्छु। एकचोटि कण्ठ गर्ने भने त्यस पछाडि के याद नआए पनि त्यो सोच्दै गर्दाखेरि मेरो मन प्रभुसँग नजिक हुने अनि प्रभु मेरो मनमा जीवित भएर काम गर्नुहुने कुरा महसुस गर्न सक्छु। फेरि यो कुरा गर्नु पर्दाखेरि यहाँहरूको मन शैतानसँग परमेश्वर लड्छ है, त्यो लडाइँ भूमि जस्तो छ। यदि यहाँहरू जे भए पनि दुष्टतासँग नजिक भएर परमेश्वरबाट टाढा भएर परमेश्वरलाई विश्वास गर्न सक्दिनँ भनेर झन् टाढा हुन मिहिनेत गर्छ, तर यसैले यहाँहरूलाई एकदमै प्रेम गर्नु भएर
धार्मिकतामा, सुन्दरतामा दोहोऱ्याउन चाहनुहुने चाहिँ यीशु हुनुहुन्छ। बुझ्नुभयो? त्यसैले यहाँहरूले यीशुको दोहोऱ्याइलिने हो भने यहाँहरूको मनभित्र यीशुको बारेमा सोच्ने त्यो विचार बढ्छ। यीशुको बारेमा सोच्दै बाटोमा हिँडे पनि यीशुको बारेमा सोचेर, काम गरे पनि यीशुको बारेमा सोचेर, खाना खाए पनि यीशुको बारेमा सोचेर, सुत्न लागेको बेला पनि यीशुको बारेमा सोच्ने हो भने यहाँहरूको मन चाहिँ यीशुले दोहोऱ्याउनु भएको कारणले यसबाट दोहोरिन एकदमै राम्रो हुन्छ, नजिक हुन्छ। बुझ्नुभयो? त्यसो नि यहाँहरू जसोसुकै कुराहरूमा पनि हे प्रभु भन्दै, प्रभु यस्तो कठिनाइ छ भनेर कुरा गर्ने हो। मेरो श्रीमती हिजो अलिकति बिरामी थियो, हस्पिटलमा गयो। हस्पिटललाई केही पनि होइन, शुद्ध हुन्छ भनेर बेलुका फर्क्यो। तर मेरो श्रीमती भएको कारणले मलाई पनि चिन्ता हुन्छ नि। अनि मैले सोद्धाखेरि केही पनि होइन, ठिक छ भनेर ठिक थियो। अरू प्रेमी विश्वासीहरू अब चाहिँ यीशुले हामीलाई उद्धार गर्नको निम्ति आफ्नो प्राण त्यागेर, रगत बगाएर, क्रुसमा टागेर मर्नुभयो। त्यो सत्य हो नि। अनि हामीलाई पापबाट छुटकारा गरेर उद्धार गर्नुभयो। यहाँहरूको मन थोरै यीशुका दोहोऱ्याउनुहुन्छ भने, यसैले यहाँहरूको मन दोहोऱ्याउने हो भने यहाँहरूले सोच्ने कुराहरू समाचार प्रचार गर्ने अथवा स्वर्ग देशमा जाने त्यतातिर विचार धेरै बढ्छ। तर यतिकै यो संसारको अभिलाषा अनुसार जिउने हो भने त्यस्तो मन आउँदैन। त्यसो नै प्रभुप्रति दिनदिनै झन्झन नजिक जाने, प्रभुका दिनदिनै अझै नजिक। यो गीत मात्रै सुने पनि राम्रो छ नि, प्रभुका दिनदिनै अझै नजिक भन्ने त्यो गीत सुन्ने बेला मेरो मन प्रभुसँग नजिक हुन्छ नि। त्यसो नै यहाँहरूको मन शासन गर्ने त्यो कुरो चाहिँ दुष्ट आत्माले नियन्त्रण गर्ने बेला भन्दा पनि यसोले गर्दा चाहिँ अझै ठुलो भएको कारणले एकदमै आशिषित भएर महिमापूर्णको जीवन जिउन सक्नुहुन्छ भनेको। प्रेमी विश्वासीहरू, सुरुमा चाहिँ म पास्टर भएको एकदमै राम्रो थियो। सानैदेखि बाइबल धेरै पढेँ अनि बाइबल धेरै अध्ययन गरेँ। अनि मेरो मनमा वचन बस्न मेहनत गरेँ। त्यसैले मैले यो येशूको वचन अध्ययन गर्दै त्यसलाई पिटेर मार्नुपर्छ भनेर त्यस्तो सोचेको थियो होला। गर्दिनँ। चोरी गर्नुपर्छ भनेर सोचेको थियो होला। सोचेको थिएन। त्यसले चाहिँ मेरो जीवन परिवर्तन गरेर त्यस पछाडि मैले मिसन स्कुलबाट निस्केर सुसमाचारको काम गर्दै साँच्चै मलाई प्रचार गर्न एकदम गाह्रो भएको कुरा चाहिँ मैले प्रचार गर्दा उद्धार पाउने मान्छेहरू छैन। त्यसैले एकचोटि चाहिँ प्रचार गर्न मेहनत गर्दै गर्दा कुनै युवालाई भेट्यो। त्यो मान्छेले साँच्चै त्यति धेरै पनि बोल्दैन, असल मान्छे हो। बिहान बोलाएर शनिबार थियो, बेलुकासम्म कुरा गरेर उद्धार पाएन। अनि बेलुका फर्क्यो। त्यस पछिल्लो दिन आइतबार सङ्गतिको समयमा गवाई दिन्छु भनेर माथि चढेको थियो। अनि मेरो मुटु चल्न थाल्यो, किन मैले चाहिँ राम्रोसँग सुनाएर चाहिँ घरमा फर्किँदै बुझेर चाहिँ उद्धार पायो होला भनेर कुरिरहेको थिएँ। त्यो ब्रदरले स्टेजमा चढेर मलाई कति दुःखको कुरा गरेको थियो। पास्टर अक्सुपाकले गर्ने कुरा के हो बुझेको थिएन। तर पावन नसकेर घरमा फर्केर अर्को ब्रदरसँग कुरा गर्दा 10 मिनटमा उद्धार पाएँ। कति घृणा लागेको थियो। साँच्चै मेरोमा त्यस्तो थियो।
कति घृणा लागेको थियो। म पनि साँच्चै मबाट उद्धार पाउने मान्छे एकजना अति हुने भने एकदमै राम्रो हुन्छ होला भनेर सोचेको थिएँ। म ग्याङनाम जाङफाली भन्ने ठाउँमा अलिकति धेरै समय बसेँ। आपकोक्तोङमा बसेर जाङफालीमा सारेँ। जाङफाली चाहिँ जाङ जुन कोरियन भाषामा मार्केट हो त्यहाँबाट 8 टाढा छ भनेर जाङफाली हो। अनि मैले बाटोमा हिँडिरहेको बेला त्यत्रो दूरै हिँड्नुपर्छ नि, उता अगाडि युवा 2जना हिँडिरहेको थियो। सिम्जे अनि किमजोङ ब्रदर थियो। अनि मैले कुदेर गएर बोलाएँ। सँगै हामी भेटेर छायामा बसेर समाचार सुनायौँ। हाम्रो जाङपाली चर्चमा आएको अनुभव थियो अरे, किन अनुग्रह अङ्ग्रेजी सिकाउन आएको थियो। त्यो दिन 2जनालाई छायामा समाचार सुनाएर उद्धार पाए। अहिले पनि उहाँहरू किमुन्स ब्रदर चाहिँ केही समय अगाडि बित्नुभयो भनेको छ। अनि सिमजेल उहाँ चाहिँ बुसानमा हुनुहुन्छ। त्यो 2जना उद्धार पाएर म एकदमै खुसी थिएँ। त्यति बेला त्यो मान्छेहरू टेलरमा काम गरेको थियो। त्यति बेला गसाङमा चाहिँ टेलरको काम चाहिँ पुरुषहरू धेरै काम गर्नुभयो। सिधेर मण्डलीमा बोलाएर घरमा नफर्काएर 1 घन्टासम्म बाइबल पढ्न लगाए। बाइबल पढेर घरमा जाउँ भनेर गिमजेल सिमजेल ब्रदर एकदमै अमूल्य मान्छेहरू हो। केही समय अगाडि क्विन्जोङ्गेल ब्रदर बित्नुभयो भनेर सुने। मलाई थाहा थिएन। सिमजेल ब्रदर अहिले पनि परमेश्वरलाई राम्रोसँग सेवा गर्दै जिउँछ। एकदमै अमूल्य छ। गिमजोङ ब्रदरभित्र एकदमै दुःख थिए। अन्तिम समयमा मैले भेट्न सकेन। तर फुर्सद नभएर चाहिँ सम्पर्क गर्न सकेको थिएन अरे। हाम्रो यसोभित्र चाहिँ धेरै कुराहरू हुन्छ, राम्रो कुरा नराम्रो कुरा ठुलो सानो कुराहरू। तर हाम्रो मन चाहिँ यसोभित्र छ भने त्यो दुष्ट विचारहरू आएको बेला यसोको मन त्यो राम्रो विचारको रूपमा बदल्न सक्छ। बुझ्नुभयो? त्यसैले बिहान उठेर बाइबल पढ्दै प्रार्थना गर्दै जिउने त्यस्तो जीवन जिउने भने जसले बाइबल कण्ठ्याउँदै मेरो मनभित्र बाइबल जीवित भएर काम गर्ने कुरा अनुभव गर्न सक्छ। कति अचम्मको छ, हामी शब्दमा व्यक्त गर्न सक्दैनौँ। हाम्रो प्रेमीहरू यहाँहरूको मन एकदमै राम्रो मुख्य कोठा जस्तो छ। यहाँहरूसँग यसोको मन रहन सक्छ भने यसोसँग एकदमै अमूल्य अनुग्रह पाउनुहुन्छ। अनि दुष्ट विचार मेरो मनमा आउने भने यहाँहरू चाहिँ दुष्ट मान्छेको रूपमा बदल्दै जानुहुन्छ। त्यसैले मैले बाइबल पढ्दै बुझेको कुरा चाहिँ अध्ययन गर्न पनि राम्रो हुन्छ। तर यतिकै बाटोमा हिँड्दै म चाहिँ अबदेखि मैले मिसन स्कुल सुरु गर्ने भने कस्तो कुरा हुन्छ त्यो पनि धेरै सोचेको थिएँ। मिसन स्कुल सुरु गर्न अगाडि त्यस्तो कुराहरू धेरै सोचेँ। कसरी गर्दा चाहिँ विद्यार्थीहरू राम्रो हुनेछ त्यस्तो धेरै सोचेको थिएँ। साँच्चै हाम्रो मिसन स्कुल मार्फत धेरै मान्छेहरू उद्धार पाएर सुसमाचार प्रचारक भएको कुरा हेर्दाखेरि एकदमै धन्यवादी छौँ। आज यो समयमा पनि यतिकै पाप प्रायश्चितको ब्रदर सिस्टरहरू भनेर नसोच्नुहोला। परमेश्वर यहाँहरूको मनभित्र लगातार काम गरेर परमेश्वर बस्नुहुने
फुलभरि परमेश्वर बस्नुहुने त्यो कोठा भनेर सोच्नुहुन्छ। तर उल्टोभरि शैतानले चाहिँ हाम्रो कर्महरू दिएर परमेश्वरसँग उल्टो दिशामा जाने गरी बनाउँछ। प्रायः मान्छेहरूले चाहिँ गलत सोचेर शैतानले मलाई अन्धकारमा दौड्याउने गरी छोडिदिन्छ। तर हामी चाहिँ हाम्रो विचारअनुसार दौडिँदाखेरि यसो विचार मार्फत दौडिने हो भने म पापको दास हुन्छु। तर यसुले मलाई गर्नुभएको कामहरू अनि बाइबल जान्नु अनि बाइबल कण्ठ हर्नु, त्यसो भने यहाँहरूको मन चाहिँ यसो बस्नुहुने समय धेरै हुन्छ। त्यसो नि यहाँहरूभित्र दुष्ट आत्माले काम गर्ने त्यस्तो समयहरू धेरै घट्छ हो नि। त्यसैले यहाँहरूको मन जहिले पवित्र भएको त्यो परमेश्वरको आत्मा यहाँहरूको मनमा रहने त्यस्तो मन होस् भन्ने म चाहन्छु। आमेन। त्यसैले यहाँहरू आफ्नो भाइ बहिनीलाई अथवा साथीहरूलाई पनि यतिकै फोन गर्दाखेरि फोन नगर्नु होला, तर परमेश्वरको कुराहरू एक शब्द भन्नु होला। यसोले मलाई यस्तो अनुग्रह गरिदिनु भयो भनेर सोच्ने भने चाहिँ एकदमै राम्रो हो नि। हामी परमेश्वरभित्र उज्यालो, आशिषित अनि महिमापूर्ण जीवन जिउन सक्ने त्यस्तो अमूल्य मौका दिनुभएकोमा साँच्चै धन्यवादी हुनुपर्छ भनेको। अब यहाँहरू यतिकै जसोसुकै जीवन जिए पनि, म काममा होस् अथवा सुत्नलाई तयारी गरे पनि अथवा खाना पकाए पनि, जे गरे पनि मेरो मनभित्र यसोलाई याद गर्ने हो भने त्यति बेलादेखि यसोले यहाँहरूको जीवन दोहोऱ्याउनु हुने त्यस्तो आशिषित जीवन हुन्छ। यतिकै शैतान मार्फत दोहोरेर मेरो मन दिने हो भने यो संसारको नचाहिने विचारहरू मलाई दोहोरेर प्रभुसँग टाढा बनाउने गर्छ। यस्तो कुराहरू चाहिँ हामीले विश्वास जीवनमा सोच्नुपर्ने कुराहरू मात्रै, महत्त्व कुराहरू। अबदेखि यहाँहरूको समय छ भने आफ्नो प्रेमी भाइ बहिनीलाई फोन गरेर यसोको कुराहरू, विश्वास जीवनको कुराहरू गर्नु होला। मेरो यसपालि यस्तो कुराहरू थियो तर अनि परमेश्वरले सहायता गर्नुभयो भन्ने कुरा, अथवा मेरो यसपालि यो गाह्रो कुराहरू कठिनाइ छ तर के गर्नु पर्ला थाहा होइन। यस्तो कुराहरू साथीहरूलाई, सिनियरलाई अथवा पास्टरलाई फोन गरेर सोध्ने भने चाहिँ एकदमै धेरै काम लाग्छ। यहाँहरूको मनभित्र चाहिँ यो संसारमा जे भए पनि आउने जाने गर्न सक्ने चाहिँ मन हो। अनि जे पाए त्यो विचार होइन, तर जे पाए त्यो विचारबाट मेरो मन ब्लक गरेर त्यस्तो कुराहरू, दुष्ट विचारहरू मेरो मनमा ठाउँ लिन नदिएर यसोले मेरो लागि गर्नुभएको त्यस्तो अमूल्य काम मैले यसोको अनुग्रह मार्फत पाप प्रेसित पाएँ। कति अचम्म छ होइन? अचम्म छैन र? यतिकै त्यस्तो छ कि होइन? त्यो चाहिँ पैसाको रूपमा हिसाब गर्न सक्दैनौ। त्यो यसो अनि म चाहिँ छलफल गर्ने समय धेरै छ अनि सोच्ने समय धेरै छ अनि यहाँहरू अझै उज्यालो अनि आशिषित जीवन जिउन सक्नुहुन्छ भनेर मैले पक्कासँग विश्वास गर्छु। यहाँहरू समय समयमा फोन गरेर अरू उधार पाएको ब्रदर सिस्टरहरूसँग फोन गर्दा पनि यसोको कुरा एक शब्द छोड्नुहुन्छ भने राम्रो छ। अनि अरूहरूसँग फोन गर्दा पनि मेरो स्वास्थ्य धेरै राम्रो थिएन, तर यसोले विश्वास गरेर स्वास्थ्य राम्रो भएको जस्तो छ। मेरो स्वास्थ्य राम्रो नभएको बेला चाहिँ यसोले प्रार्थना गर्दा एकैछिनमा निको भएको थियो भन्ने यस्तो कुराहरू गरे पनि मेरो मन यसोसँग नजिक हुन्छ। अनि यहाँहरूको मनमा सबैभन्दा नजिक यसोले जहिले यहाँहरूको मन नियन्त्रण गर्दै हुनुहुन्छ अनि यसोको मनबाट डोरेर जीवन जिएर जानु भने त्योभन्दा पनि आशिषित जीवन छैन भनेर पक्का विश्वास गर्दछु। सँगै प्रार्थना गर्नेछौँ। पवित्र परमेश्वर पिता, हामीले प्रभु येशू ख्रीष्टको अनुग्रह मार्फत पाप प्रेसित पाएर परमेश्वरले सेवा गर्दैछौँ। परमेश्वर पिता, हामीभित्र चाहिँ येशू हुनुहुन्छ। हाम्रो ब्रदर सिस्टरहरूको मनमा यसो र म बिचमा भएको त्यस्तो धेरै कुराहरू हाम्रो यादमा बसेर त्यो सोचुन्जेलसम्म हामीले यो सबै
संसारलाई बिर्सेर चाहिँ प्रभुको बारेमा सोच्ने बेला प्रभुको आत्मासँग हाम्रो मन भरिँदै त्यस्तो अचम्मको जीवन जिउन सक्ने गरी अनुग्रह अनि कृपा दिनुहोस् प्रभु। हामीलाई यो पापबाट छुटकारा गरिदिनु भएर धन्यवाद दिन्छौँ। यसोको रगत मार्फत हाम्रो पाप योभन्दा पनि सफासँग धोएको छ। अब आज ब्रदर सिस्टरहरूको मनमा यसो जीवित भएर काम गर्न दिनुहोस्। हो त्यो यसो मार्फत हामी नजिक भएर कुरा गर्छन्जेलसम्म चाहिँ मेरो मन चाहिँ यसो मार्फत भरिन दिनु भएर हाम्रो वरिपरिको परिवारहरू आफन्तहरूलाई साथीहरूलाई पनि यसो कुरा गर्न आशिष दिनुहोस्। धन्यवाद दिँदै आशिष दिनुहोस्। यसो ख्रीष्टको नाममा प्रार्थना गर्दछौँ। आमेन।